म दुधोली नगरपालिका वडा नम्बर 10बाट निर्देश अधिकारी बोल्दैछु। आज सामाजिक सञ्जालमा थोरै एउटा भिडियो बनाउन मन लाग्यो। जस्तो यो हाम्रो मदन भण्डारी राजमार्ग देख्न सक्नुहुन्छ तपाईँहरूले। यो हाम्रो जसले चाहिँ धरान काठमाडौँ चतराको बाटो हो। यो बाटो बनिकन दुधोली नगरपालिकामा चाहिँ धेरै एक्सिडेन्टका घटनाहरू घटिरहेको छ। चाहे त्यो जोसुकै बितोस् र जोसुकैसँग त्यो घटनामा आबद्ध होस्, यसले के गरिरहेको छ त दुधोली नगरपालिकामा एउटा ठुलो समस्या विकृतिको रूपमा यो बाटो आयो, तर बाटोको सही सदुपयोग नहुँदाखेरि धेरै ठुलो जोखिम समस्याहरू भोग्नु परिरहेको छ। त्यसैले आज देख्न सक्नुहुन्छ हामी ठ्याक्कै चौकमै छौँ। यहाँ न कुनै जेब्रा क्रस छ, न कुनै टिन्टिङ साइनहरू छ, जसले गर्दाखेरि दिनानुदिनहरू के भइरहेछ त सडक दुर्घटनाहरू बढिरहेको छ। र यहाँ दुधोलीका स्थानीयवासीहरूमा के छ त ट्राफिक ज्ञान सम्बन्धी पनि कुनै जानकारी नभएको, बाटो नयाँ आयो, ठुलो आयो, तर के भयो त यहाँ कुनै जानकारी भएन यहाँका स्थानीयहरूलाई, जसले गर्दाखेरि दिनानुदिन हामीले अप्रिय घटनाहरू घटेको देख्न सकिरहेका छौँ। आज यो बाटो हामी चोकमा छौँ होइन, जसरी आज यो चोकमा पनि देख्न सक्नुहुन्छ यसरी आइरहेछ, गाडीहरू यसरी बन्द अवस्थामा छ। यसले के गरिरहेछ त दुधोली नगरपालिका स्थानीय सरकार चाहिँ निधाएको जस्तो, यो विषयमा कुनै चासो नदिएकोले कारणले गर्दाखेरि दिनादिन अप्रिय घटनाहरू घटिरहेको छ। यही भिडियो मार्फत मैले दुधोली नगरपालिका स्थानीय सरकारलाई ध्यान आकर्षण गराउन चाहेँ, जसले के गरिदिनु पर्यो त जनचेतनामूलक कार्यक्रमहरू ल्याइदिनु पर्यो। र यो ट्राफिक टिल्टी साइन, बाटोमा कुनै पनि साइन नभएकोले यो बाटोको साइन जेब्रा क्रसहरू राखिदिनुहुन्छ र सम्बन्धित निकायसँग पुर्याइदिनुहुन्छ भन्ने उद्देश्यले हेतुका साथ मैले यो भिडियो बनाएको छु। कृपया आज ठ्याक्क म मङ्गलपुरकै चौकमा छु। गाडीको चाप देख्न सक्नुहुन्छ, तर कुनै पनि यहाँ जेब्रा क्रस, बाटोमा हुनुपर्ने टिल्टी साइनहरू नभएकोले स्थानीय सरकार यो राजमार्गमा घटिरहेको दिनानुदिन घटना देख्दै पनि तपाईँहरू किन मौन हुनुहुन्छ, यो विषयमा केही ध्यान जाओस् भनेर मैले यो भिडियो मार्फत सबैलाई सन्देश दिन चाहन्छु। हस्त, धन्यवाद। म निर्देश